हेलो गाइस, वेलकम ब्याक टु माई न्यू अनदर रेसिपी। हजुरहरू चाहिँ कस्तो हुनुहुन्छ, सन्चै हुन्छ भनेर आशा गर्दैछु। हजुरहरूलाई आज पनि एउटा नयाँ के उद्देश्य लिएर सिकाउन भन्न आँटेकी छु। आज चाहिँ म चिकन पकाइरहेको टाइममा हाम्रो घरको एउटा हजुरआमा हुन्छ छेउमा। हजुरआमालाई चाहिँ खाना लाउन अभाव छैन, त्यही पनि हजुरआमाले चाहिँ धेरै फुर्मास गर्न खोज्नुहुन्न थियो खाना लाउनुमा चाहिँ। अनि हजुरआमा चाहिँ धेरै जग्गा सम्पत्ति होइन आफ्नो लागि भनेर साँचेर राख्नुभएको थियो। हजुरआमाको चाहिँ छोराछोरी कोही पनि थिएनन्, त्यही पनि हजुरआमाले चाहिँ पछाडिको लागि भनेर साँचेर राख्नुभएको थियो। हजुरआमा चाहिँ त्यस्तो खान मन लागेको चिज पनि नखाई साँचेर राख्नुभएको, त्यति धेरै पैसा हुँदा पनि। अनि एक दिन चाहिँ म मासु पकाइरहेको टाइममा हजुरआमा आउनुभयो। हजुरआमाले आएर सोध्नुभयो, के पकाएकी नानी भन्नुभयो। मैले भने मासु पकाएकी। हजुरले चाहिँ के पकाउनु भयो घरमा, सब्जी तरकारी भने। हजुरआमाले भन्नुभयो, त्यही बारीको मुन्टाहरू टिपेर मैले त पकाइरहेको छु, एक्लैलाई त के नै चाहियो र। मैले भने, किन तपाईँलाई मासु खान मन लाग्दैन र भने। हजुरआमाले भन्नुभयो, लाग्दैन मलाई त मासु खान मन, अब यतिखेर मासु खाएर एक्लैलाई के गर्नु होइन, एक्लैलाई मासु पनि किन पकाउनु भन्नुभयो। अनि त्यही तरकारीसँग खान्छु भन्नुभयो। अनि मैले सोचेँ, नभए एकछिन बस्नु न त, म मसला पिसेर प्याजहरू काटेर अब मासु बनाउँछु, बनाए पछाडि हजुर पनि खाएर जानु भने पछाडि चाहिँ हजुरआमाले भन्नुभयो कि खाएर जानु न त, हजुर पनि एक्लै हुनुहुन्छ, मलाई पनि त धेरै चाहिँदैन भने। भन्दाखेरि हजुरआमाले चाहिँ पर्दैन भन्नुभयो होइन। अनि त्यति भनेपछि चाहिँ मैले कर गरिनँ, किनकि हजुरआमा पनि खाइलाग्दो हुनुहुन्छ। हजुरको घरमा पनि सबै अभाव थिएन होइन, आफै पनि किनेर खान सक्नुहुन्थ्यो भनेर मैले त्यो सोधिनँ, त्यस्तो कर पनि लाइनँ। अनि मैले चाहिँ टक्कसँगले चिकन बनाएर अनि खाने टाइममा अझै एकपल्ट आउनुभयो। आएर भन्नुभयो, के गरेँ बाबु, म एक्लै थिएँ घरमा, मलाई अल्छी लाग्यो, यतिकै बस्न आएको। अनि मैले खाना खाने टाइममा त्यही पनि एकपल्ट सोधेँ, त्यही पनि पर्दैन भन्नुभयो। पर्दैन भनेपछि चाहिँ मैले कर लगाइराखिनँ, मैले खाएँ। हजुरआमालाई पनि हाम्रो यो देखेर चाहिँ खान मन लागेछ अनि जानुभएको। अनि त्यस पछाडि चाहिँ हजुरआमा पनि भोलिपल्ट चाहिँ जानुभएछ जसो चाहिँ दोकान गएर चाहिँ मासु लिएर आउनुभएछ। मासु लिएर आएर राम्रोसँगले पकाउनु भएछ मासु होइन, राम्रोसँगले पकाएर ओरेर खाइदाई गर्नुभएछ। खाए पछाडि चाहिँ हजुरआमाले खाने बित्तिकै पुरा बिमार भएछ। हजुरआमालाई बिमार भएपछि डक्टरकोमा आउनुभयो। डक्टरकोमा आए पछाडि चाहिँ हजुरआमाले चाल पाउनुभयो कि अब हजुरआमाले कहिले पनि मासु तेलहरू हुने बोसोहरू हुने चिजहरू नखानु भनेर भन्नुभयो होइन। अनि त्यसको पछाडि चाहिँ हजुरआमालाई अनुभव हुन थाल्यो कि होइन, यति धेरै सम्पत्ति साँचेर त्यही पनि लास्टमा आएर खान नपाउने हुनुभयो होइन। त्यतिकै उसले पनि सोच्नुभयो त्यतिखेर। मैले त्यतिखेर हजुरआमाले हेर्न जाँदाखेरि हजुरआमाले भन्नुभयो, त्यति साँचेर राखेँ, कोही पनि थिएनन्, नखाई अहिले चाहिँ के गर्नु, अब त खान पनि हुँदैन भन्न थाल्नुभयो। त्यही लागि हजुरहरू सबैले पनि खान लाएको चिज, लाउन लाएको मन सबै थोक लाउनुहोस्, खानुहोस्। हजुर यसरी साँचेर नराख्नुहोस्, पछाडिको कुरा पनि सोच्नु भयो, त्यही पनि यसरी नसाच्नुहोस्। लाइक कमेन्ट सब्सक्राइब